सुन आइपुग्यो तर केही पनि थाहा छैन। दाइले रेस्टुरेन्ट लाने हुनुहुन्छ नेपाली रेस्टुरेन्टमा। भात खाने योजनामा हिँडिएछ। हेरी हुनुहुन्छ यहाँ चाहिँ नेपालको झन्डा नेपालको झन्डा हल्का हल्का नेपाली भाइब दिन्छ त यता हेरेर। यहाँ पनि छ नेपालको झन्डा यही हो रे। इन्डो नेपाल सिक्किम हामी कतिजना 4, 8, 9, 10 ट्याक्क 10 जना रहेछ। कसम आयो भात खान र जम स्वागत छ तपाईहरुलाई। जम हामी खाना जाँदैछौँ। यता नेपालीहरु टन्नै हुनुहुँदो रहेछ। लेट्स गो बडी लेट्स गो। यहाँ पनि नेपाली साथी रहेछ। ल है देखियो स्पेशल बन समोसा लस्सी खै खाना चाहिँ खानु। ल है आइयो ओ माय गॉड नेपाली हुनुहुन्छ। नेपाल रेस्टुरेन्टमा छौँ तर ठाउँ पुग्दैन जस्तो छ। अच्छा यत्रो टाढो बारा आउन भयो के बस्नु न बस्नु अलि एक्साइटेड हुनु साथी यार। कोठामा बस्दा बरु खुसी हुन्थ्यो। ल है हाम्रो वेटर हुनुहुन्छ वेट्रेस हुनुहुन्छ नेपालीले भेट्छ आज। निस्कियो राईदिदीको रेस्टुरेन्टबाट। आजको प्रोग्राममा राईहरू राई ड्रेस लगाएर आएको छन्। जस रमाइलो भइरहेको। ओके अब फेरि हामी रिटर्न ब्याक भएका छौँ। टक्क खाना खाएर हामी पार्क के भन्छ त्यो पार्क त्यही प्रोग्राम भइरहेको पार्कतिर हामी जाँदैछौँ। बाटो खोज्दैछौँ। अगाडि हुनुहुन्छ दाइहरू। राम्रो रन्केको छ यस्तो तातो घाममा। शिवनतिर मस्त हेरिराखेको छ। त्यही हो मसँगै तपाईँ पनि हुनुहोस् सँगसँगै मेरो भ्लगमा हैन।夏の風が優しく吹く暖
かい笑顔で桜の花びらのように खोजीमा छौँ तपाईँहरूले बाटो हेर्दै हुनुहुन्छ म्यापमा टाढो छ त हामी हराउन लागेका छौँ हामी है ठाउँ फेरि अट्टी है हस्पिटल पुरा हेर्दा हेर्दा 1 घन्टाको हाराहारी लाग्ला जस्तो छ त्यो पार्कमा पुग्दा घाम रन्के चरक्क चर्के होइन जे होस् अब कोरियनले मलाई पो हेरेर पुग लगाएर आयो भने जस्तो छ नदेखा मलाई कोरियनहरूले मलाई ल फेर्ने बेर छैन बाहिरमा कस्तो ग्याङ्स्टर देखेर आयो ओए अति हारा नेपाली हो नि अगाडिको ठाउँमा नै थाहा भइसक्यो नेपाली घरघट के छ र हेर्दिउँ न र हामी जेब्रा क्रसिङ गर्न लगाइरहेको छौँ हजुर छोरोले भ्लग बनाइराखेको कोरिया गाइज हामी आज सुँगरमा भौतारिरहेको छौँ है यहाँ साइकल डान्स हुने ठाउँ नै पत्ता लगाएँ कता हो कता अगाडि दाजुलाई पनि थाहा छैन भने अब हामी बाटोमा साइकेला गर्छौँ कौन है कहाँ से आते हैं त्यो घाम लागेको छ घाममा यार कालो कालो पनि गर्ने भइरहेको छ फुल दाइको एक्सहरू चाहिँ यहाँ टर्न नसक्ने होइन छोडिदिएको गयो रुँदै यसो भाइले एक दुईवटा होइन ल न त ला भाइ खा भनेर दिनु भन्नु मान्दैन अब यस्तै छ ठिक छ यति भन्दै यो घामले म रन्किसकेको छु नभएको इज्जत फाल्ने काम नगरौँ त जस्तो ठाउँमा अहिले हामी आज बाटो खोजिरहेको छौँ अब गाडी चलेर जान्छौँ होला हाम्रो मेलामा पुग्न सकेको छैनौँ हामी आज पहिलाको भन्दा ठाउँ चेन्ज भएको रहेछ भन्ने हुनुहुन्छ दाइहरूले चटारे पाउनु आयो यत्रो घाममा सही राम्रो ठाउँ छ हरेक ठाउँ साइकल साइकल उँभौली जानु बाटो यहाँ रहेछ कार्यक्रम जाने भएको यो नभएको हामी बिचोको हुने रहेछ भन्न नहुनु है तर हामी गाडीमा जाने कुरा भयो है हेलो हाम्रो भाइको भ्लगमा आउनु भयो होइन तर बवाल मजा आइरहेछ
यस्तै भइरह रमाइलो भइरह मजा आइरह हामी कहिले यता कहिले उता कहिले यता कहिले उता गर्दैछौँ हामी फेरि फर्किँदै हामी जेब्रा क्रसिङतिर जाँदैछौँ हाम्रो ग्रुप हाम्रो टोली साइकेलमा नाच्ने टोली यो हामी जेब्रा क्रसिङ गर्दैछु यति स्पिडमा आएर हुन्छ यस्तो हुन्छ वी सुड बी मोर केयरफुल टाइपको होइन अब यहाँ जेब्रा क्रसिङ चाहिँ हेर्नुपर्छ रातो यो लाइट बलेको छ लाइट ग्रिन हुनुपर्छ सर्ट हेर्नुपर्छ दामी खाने ठाउँ जेब्रा क्रसिङ लाइट बल्यो बाह्र यो साइकलहरू के हो र है पब्लिक त होइन होला है भाडामा हो अब चाहिँ आइपुग्न नला जस्तो छु अति नै थाकिसक्यो हिँड्दा हिँड्दा बिजोक बिजोक खाना लगाइसक्यो गरम भएर जस्तो लाग्यो So where are you from? Oh, I'm from Korea. Oh my god, you are so looking handsome, dark handsome. Thank you. हाम्रो टोली जम्को भएर आइरह आउँदै हुनुहुन्छ अब त क्यामेरा ठहराउदिन होला मलाई लास लाग्यो राष्ट्रिय गान हाम्रो सुरु भयो
हामी चाहिँ टक्क मेलावाला पार्कमा आएर पनि हाय हाय हाम्रो नेपाली दाजुभाइहरू टम्मै बस्नुभएको छ। कति राम्रा राम्रा। यता चाहिँ शीतल रहेछ। रुखले धेरै साथ दिन्छ नि यार। दामी छ यार ठाउँ। आज नेपालीहरू सबले छुट्टी लिएर आएको छ। राम्रै घुइँचो छ है। बस्न नि गाह्रो नि गाह्रो।
행사 내실 때에는 이게 조총부대 나오면 여러분들께서 네 분을 제가 선별해서 직접 조총 쏴볼 수 있는 기회를 드리도록. कति फुटिला हो खाजा खाने टाइम आयो हुन्छ सेलरोटी धन्यवाद पुलाउ भुजिया धन्यवाद के हो यो चाहिँ धन्यवाद 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 अनि छ्याङ त खानै पर्ने जस्तो छ यता त खतरा छ टक्क लाएर यस्तो छ है आज साकेलाको खाजा यो चाहिँ फेरि फ्रीमा हो है टक्क लाइनमा बस्ने अनि लिने हो यसमा सेलरोटी छ अन्डा रहेछ सिटन र रक्सी छ पुरै रूपमा भन्नुपर्दा सिटन र रक्सी खाँदै हामी अब यता टक्क लाएर सिटन र रक्सी खाइन्छ अब हाम्रो नि क्लोजिङ हुन लागिसक्यो साकेलामा अब अन्तिम हुँदैछ खाइयो सब खानेकुराहरू
मेन्टलै छैन देखाऊ आफ्नो गला सही ओए सही ल जनताहरू फाइनल्ली होइन हामी चाहिँ जनताहरू होइन आज रमाइलो भयो झियोस् सुनमा गयो साकेला नाच्यो हल्का फुल्का खानेहरू चाहिँ धेरै खाइयो झियोस् अब चाहिँ हामी घर फर्किसक्यो बिहान 7 बजे गएको बेलुका 7-8 बजे आइपुग्यो सिन्चेल स्टेसनमा आयो अहिले चाहिँ अब बस चढेर गइन्छ 15-20 मिनटको हाराहारी लाग्छ त्यही हो अब हामी जान्छौँ र यति भन्दै नाइट भ्यू झन् बब्बाल हुन्छ होला डेमा भन्दा पनि हामी बस स्टेसनमा जाँदैछौँ बस स्टेसनमा गएर कस्तो राम्रो देखेको बिहान 7 बजे निस्क्यो बेलुका 7 बजे आइपुग्यो 12 घन्टा 12 घन्टा फुल आउट पुगिन्छ यति भन्दै आजको भ्लगलाई बन्द गर्न चाहन्छु बाई